धेरैजसो हामीले थाहा नपाएको एउटा बानी हो रे सेलाएको चिया फेरि तताएर पिउने। तर के तपाईँलाई थाहा छ यही बानीले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। चिया पटक पटक उमाल्दा यसमा रहेको टेनिन तत्त्व बढी बाहिर निस्कन्छ, जसले चियाको स्वाद तितो बनाउनुका साथै पेटमा अम्लीयपन बढाउँछ। यसले ग्यास्ट्रिक, पेट पोल्ने समस्या र दीर्घकालमा अल्सरसम्म निम्त्याउन सक्छ। लामो समय राखिएको चियामा हानिकारक ब्याक्टेरिया र विषाक्त पदार्थ विकसित हुन सक्छ, जसले पाचन प्रणाली र कलेजोमा असर पुर्याउन सक्छ। विशेष गरी खाली पेटमा यस्तो चिया पिउनु अझै जोखिमपूर्ण हुन्छ। स्वास्थ्य सुरक्षित राख्न सधैँ ताजा चिया मात्र पिउनुहोस्। सेलाएको चिया तताएर पिउनु भनेको बिस्तारै शरीरलाई हानि पुर्याउने मन्द विष सेवन गरे सरह हो। यस्तै ज्ञानका कुरा जान्न र बुझ्नका लागि आर्थर ज्ञानलाई सम्झनुहोस्।